My dream is only MBBS studied and without not any other thing. अनि जब नाम निस्किँदा म फर्स्टै नि विनोद सरलाई भने होइन म्यासेज गरेँ त्यस्तो छ भनेर विनोद सरले मलाई कल गर्यो मैले रिसिभ गर्न सकेन म फर्स्टै एडमिसन किन 3 गते नोटिस आयो अनि 6 गतेसम्म मात्रै टाइम छ अनि म यहाँबाट गइदियो त्यहाँ नाम लेखाउन अनि त्यसपछि आएपछि विनोद सरले आउनुभयो अनि भिडियो सिडियो बनायो त्यति बेला म यहाँ लेबरमा काम गरिराखेको थिएँ बिल्डिङमा होइन त उहाँ पनि आउनुभयो अनि भेटेपछि उहाँले भिडियो सिडियो हालेर त्यति बेला कहाँ एडमिसन गराउनु भयो तपाईँले? दाङको मेडिकल कलेजमा तपाईँले एडमिसन गराउनु? त्यहाँ एडमिसन गराउनु भयो अनि एडमिसन भइसक्यो तपाईँको पढ्नलाई र कलेजलाई शुल्क तिर्नु पर्दैन पूर्ण सर्टिफिकेट किन निकालेर। अब तपाईँको समस्या चाहिँ के हो? जस्तै म 5 वर्ष बस्ने हो नि त्यो होस्टलको होइन अनि मतलब कपी किताब यहाँ बस्नु हो